32 रिसोर्ट जाने क्रममा अहिले हामी यहाँ छौँ। ठ्याक्कै यो तपाईहरुले देख्न सक्नुहुन्छ डोको। मारा यो डोको हैन, यो गेट अत्यन्त वेलकम टु भनेर यहाँ गरेर रहेछन्। मायाको चिन्ह यो ठ्याक्कै यहाँ माथि हामी माथि जाँदैछौँ अहिले यहाँ हाम्रो सन्देश भाइसँग। यहाँ मच्छरको चाहिँ अलिक बिगबिगी रहेछ। मच्छरले फेरि आँखा मात्रै ताकिरहेको छ, अन्धो भइन्छ कि भन्ने पनि अलिक डर छ। यो ठ्याक्कै हामी अहिले 32 रिसोर्टमा छौँ। यहाँ पाउन चाहिँ यहाँ हामी साउनीलाई सोद्धाखेरि तोङबा सिकुटी सबै पाउँदो रहेछ। अब हामी चाहिँ तोङबा सिकुटी चाहिँ अलिकति रोगले नदिने हुँदाखेरि अलिक कफी खाएर जाने सल्लाह चाहिँ हामी गर्दैछौँ। ठ्याक्कै तपाईँहरूको यो 32 झर्नाको रिसोर्ट हेर्नुहोस् है। मैले केही भन्नु छ? केही भन्नु न, भनौँ न। केही भन्नु छैन? ठ्याक्कै हेर्नुहोस् है आदरणीय प्रिय मित्र आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, घुम्न यदि मन छ भने फाल्गुन 3 भेट्दो रहेछ। निबु खोला भेट्दो रहेछ। ठ्याक्कै आउनुहुन्छ भने तपाईँहरू। प्राय यहाँ चाहिँ जोडी आउने गर्दछन्। माइला पनि सिङ्गल भएको हिसाबले, सन्तोष साङदेम्बे मिक्तोक पनि सिङ्गल भएको हिसाबले हामी चाहिँ बेजोडिया छौँ। यहाँ यता यो तपाईँको यहाँ तलतिर चाहिँ माछा पालन पनि रहेछ। यहाँ बहिनीहरू झापादेखि आउनुभएको रहेछ। ठ्याक्कै बहिनीहरूसँग पनि भेट भएको छ। ओ ठ्याक्कै घुम्न आउन चाहनुहुन्छ भने फाल्गुन 3 मैले बताइसकेँ। अत्यन्त राम्रो बनेको रहेछ। यो बर्खाले गर्दा चाहिँ यो अलिकति मैले अनुसन्धान गरेअनुसार यो अलिकति सरसफाइ चाहिँ पुग्या छैन जस्तो अनुमान गरेँ मैले। यहाँ रिसोर्टको जो म्यानेजर हुनुहुन्छ उहाँ चाहिँ कोरिया फर्किसक्नु भएको रहेछ। त्यसैले गर्दा पनि होला उहाँको मिसेस चाहिँ हुनुहुँदो रहेछ। यहाँ धेरै राम्रो बनाउनु भएको छ। यहाँ हेर्नुहोस् डोको सबै छ। यहाँ चिप्लेटी हो कि के हो, यहाँ यस्तो छ। यहाँ सबै बनाउनु चाहिँ भारै छ। तर यहाँ अब जो म्यानेजर जो बनाउनु भयो उहाँ नभएपछि अलिकति संरक्षण नपुगेको चाहिँ मैले महसुस गरेको छु। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ बसेर फोटो खिच्नको लागि यो लाभा जस्तो देखिन्छ, चन्द्रमा जस्तो। अनि यहाँ चाहिँ पिन, तपाईँको लोहटे पिन देखिन्छ। यहाँ पनि मादक पदार्थ सेवन गरेर पिन नखेलिदिनु होला भनेको छ। अब मादक पदार्थ सेवन गरेर यहाँ पिन खेल्ने कुरो त आउँदै आएन होइन। र यहाँ चाहिँ पिन छ। यहाँ मासतिर तपाईँको देख्न हुनेछ बसेर खाने होला। यहाँ मासतिर तपाईँको अलिक मासतिर यहाँ देख्न सक्नुहुन्छ। यति नै हो। तर यहाँ घुम्न चाहनुहुन्छ भने तपाईँहरू आइदिनुहोस्। जोडी या तपाईँहरूको परिवार पनि आइदिएर यहाँ रिसोर्ट के भन्छ टुर गर्न सक्नुहुनेछ भन्ने तपाईँहरूलाई अपेक्षा राख्दै आज चाहिँ यो हाम्रो बिजोडी अत्यन्तै पीडित सन्देश साङदेम्बे र सन्तोष साङदेम्बे पीडितहरू चाहिँ आएर यसो घुम्ने अवसर आज पनि समयले गर्दाखेरि मिलेको छ। ल एकचोटि आउनुहोस्। फाल्गुन 3 के रिसोर्ट पो थियो मलाई 32 रिसोर्टमा आइदिनु हुन यहाँहरूलाई आग्रह गर्दै अहिलेको यो भिडियो यहीँ समापन गर्न चाहन्छु। हस्त नमस्कार, धन्यवाद।